ल है आज हामी 2 सदस्य टोली धनकुटाको हिलेबाट यो पाखरीबास नगरपालिका वडा नम्बर 9 मा पर्छ मजुवा। त्यो क्षेत्र चाहिँ खास मौरी पालनको लागि एकदम राम्रो छ भन्ने सुन्नमा आएको छ। आज हामी त्यहाँ पुगेर के छ कसो छ, हामी पैदल यात्रामा छौँ। हामीलाई जानै मात्रै करिब 1.5 घन्टा लाग्ने हाम्रो प्रारम्भिक अनुमान छ हैन त जीवन दाइ? एकदमै। अनि माथि हिले बजार देख्दै हुनुहुन्छ, भर्खर हामीले यात्रा सुरु गरेका छौँ। अब हामी मजुवासम्म गएर त्यहाँको मौरी पालनको अवस्था कस्तो रहेछ हेर्नेछौँ अनि हामी पनि हेर्छौँ र तपाईहरुलाई पनि हामी देखाउनेछौँ। दाजु कस्तो छ त यात्रा? यहाँ जकेट फुकाल्ने बेला भयो। मजा छ हैन त? हाम्रो दिदी भेना आएको है तेरिका हो। ल गाउँको कृषि तपाईहरुले देख्न सक्नुहुन्छ। सुन्दर चिटिक्क परेका घर अनि यो मटर खेती पर तपाईहरुले देख्न सक्नुहुन्छ। रायो साग सारै मिलाएर चटक्क पारेर लगाउनु भएको घर सारै आकर्षक। प्रत्येक घरमा मौरीका घरहरू देख्न सक्नुहुन्छ। यो गाउँतिर हिँड्दा थकानको महसुस चाहिँ यिनै कुराहरूले पनि हुन दिँदैन। बडो आनन्दको हामी दृश्य देख्न पाउँछौँ हैन। ल हेर्नुहोस् त यहाँ चट्ट मिलाएर साग लगाएको छ। यो धनकुटाको एउटा साग हुने क्षेत्रमध्ये सबैभन्दा राम्रो क्षेत्र हो यो पनि। ल हेर्नुहोस् त यहाँदेखि परैसम्म चट्ट मिलाएर लगाउनु भएको छ गजब पारेर। मलका थुप्राहरू है यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी यो मल थुपारेको त अब अहिले त दुर्लभ भइसक्यो हैन। अनि दुर्लभ कसरी भन्दाखेरि अब अहिले अरू मलको प्रयोग गरेर यस्तो यो जैविक मलहरू प्रयोग गर्ने प्रचलन चाहिँ घट्दै गएको छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ वस्तुभाउ अहिले गोठबाट निकालेर घाम तपाउनलाई बाहिर बाँधेको एकदम इन्ट्रेस्टिङ रमाइलो दृश्यहरू चाहिँ गाउँघरमा देख्न पाइन्छ। पानी लगाएको हेर्न सक्नुहुन्छ। फेरफेरे कलबाट सिँचाइ थोरै पानी एउटा राम्रो सिँचाइ हुन्छ है। यसले चाहिँ धेरै एरियासम्म छर्छ। तारहरू फाँटहरू तपाईँले देख्न सक्नुहुन्छ। निकै सुन्दर सुन्दर आकर्षक। तल पनि फेरफेरे सिँचाइ भइरहेको छ। आहा या दामी छ त हैन त? अहिलेको समयमा मोटर बाटो चाहिँ प्राय गाउँघरमा नपुगेको कहीँ पनि छैन। यसरी सबैतिर मोटर बाटो पुगेको छ। मोटरसाइकलमा पनि यात्रा गर्न सकिन्छ। 3 पाङ्ग्रे सवारी साधन अटोहरूमा पनि यात्रा गर्न सकिन्छ। तथापि पनि यसरी हिँड्नुको चाहिँ एउटा मजा बेग्लै हुन्छ। त्यही भएर हामी हिँडेर यात्रा गरिरहेका छौँ। ल हेर्नुहोस् त एउटा साह्रै रमाइलो हैन। अब हो कृषकलाई दुःख छ, उहाँहरूले दुःख गर्नुपर्छ, माटोसँग खेल्नुपर्छ हैन। तथापि पनि यो हेर्नका लागि एकदम राम्रो छ। अन्त अब दुःख त कुन पेसामा हुँदैन र? प्रत्येक पेसामा दुःख हुन्छ। दुःख विभिन्न त पेसै हुँदैन कि ठगी खानु पर्यो, लुटी खानु पर्यो अनि मात्रै दुःख हुँदैन हैन। नत्र भने हरेक पेसामा दुःख हुन्छ। तर सबैलाई बराबर सम्झिनु पर्यो। नेपालमा त्यो एउटा छैन। ल अब अर्को फलैँचा आयो। यो पहिले चाहिँ हैन एउटा रुखको छारीमा ढुङ्गाले फलैँचाको निर्माण गर्ने चलन थियो। अब अहिले पनि फलैँचाहरू बस्ने चौताराहरू त निर्माण हुन्छन्। तर ट्रेन्ड परिवर्तन भएको छ। यसरी टिन अनि सिमेन्टहरू प्रयोग गरेर चाहिँ अहिले यसरी फलैँचा निर्माण गर्ने गरिन्छ। आधुनिकतासँगै फलैँचा निर्माणको ट्रेन्ड पनि अहिले परिवर्तन हुँदै गएको छ। बडो आनन्दको गाउँ माथि हिले बजार। धनकुटाका लागि एउटा अनौठो दृश्य है यो। धनकुटाबाट चाहिँ भेडा हराउँदै गएको हामीले पाएका थियौँ। तर यहाँ एकजना
बुवाले चाहिँ भेडा चराउँदै हुनुहुन्छ। मलाई भेडा देख्दाखेरि बडो अनौठो अनि आनन्द लाग्यो। अनि यो बाख्रा र भेडा चढ्छन् एकै ठाउँमा? ए कति पाल्नु भएको छ भेडा? यति नै हुन्? ए ल यहाँ तपाईँहरूले भेडा देख्न सक्नुहुन्छ है। यो भेडा धनकुटामा चाहिँ अहिले अब धनकुटाभन्दा माथिल्लो जिल्लाहरूमा त पाउँछ अझै पनि अलिअलि, तर धनकुटामा चाहिँ एकदम हराउँदै गएको हामीले पाएका थियौँ। तथापि हामीले आज यहाँ भेडा देख्न पायौँ। माथि लेखाली क्षेत्रमा त एकदम अब एकैजनाको 400-500 हुन्छन्, धेरै हुन्छ। अब त्यस्तो त यहाँ छैन, तर पनि भेडा धनकुटामा पनि अझै छ है भनेर चाहिँ एउटा उदाहरण काफी छ। ल भेडाले मलाई हेर्दैछ नि, यसले के गर्न आँटो भनेर। हजुर हाम्रोमा चाहिँ ए अरूको चाहिँ त्यो पनि खाँदैनन् हैन। ल यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यी पहिले सबै खेतीयोग्य जमिन अहिले चाहिँ उत्तिसले ढाकेको छ। त्यसै गरी अम्लिस हो। यी अब अहिले चाहिँ मान्छे धेरै एउटा बसाइसराईको समस्या, गाउँ छोडेर बजार, बजार छोडेर सहर, तराई झर्ने र निक्लिने क्रमले चाहिँ गाउँका जमिनहरू यसरी बाँचिएर रुखमा परिणत भएको छन् सबै जङ्गलमा। अनि अब यसको पनि नराम्रो पक्ष त छैन। अब यो रुख बिरुवा हुर्काउनु भनेको त एउटा राम्रो हो वातावरणीय हिसाबले। अब अर्को त आम्दानीको हिसाबले जसको हो उहाँहरूलाई फाइदा हुने नै भइहाल्यो। अब त्यति फाइदा हुँदै गर्दा पनि रुख जङ्गल बढेर चाहिँ फेरि यो यहाँ जो बस्नुहुन्छ उहाँहरूलाई चाहिँ बाँदरले चाहिँ अहिले अत्याधिक समस्या दिने गरेको छ। स्थानीय स्तरमा बेफाइदा भनेको त्यही हो, नत्र भने अरू बेफाइदा चाहिँ त्यति छैन। अलैँची तपाईँहरूले देख्न सक्नुहुन्छ। कोसँग? ए ल अलैँची ल हेर्नुहोस् है साग। आउँदो रहेछ नि त। ए टिपाहरूले खासरी त्यो तिब्बतको मान्छेले सुरु गरेको हो होइन। हजुर म यहाँ तलतिर गाउँतिर झर्दैछु। यता आज मजुवा भन्ने एउटा मौरी पालिया गाउँ छ अरे यहाँ तल। अर्को अकबर खेती तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ जे छ संसार त गाउँमै छ नि त, हरेक कुरो छ होइन। अन्त मान्छे अब अहिले काम गर्नका अल्छीले चाहिँ सबै विस्थापित हुने अवस्था बढ्दो छ। त्यहाँ आइपुग्छ आइपुग्दैन म एउटा त्यो कुरा पत्ता लगाउनु छ क्या। मैले मेरो किताब लेख्दाखेरि मैले सोचेको भन्दा 1000% धेरै ल है लसुन यो क्षेत्रमा चाहिँ के मगर राई सबै पानी खाने ठाउँ आयो है। अब यहाँ छोड्नु हुँदैन यो पानी, पक्कै यो खाने पानी नै हो। ल यात्रा जारी छ। मूलको पानी खाएर अब हामी हिँड्दैछौँ है। अब हामीहरूलाई पानी खानु मूलको, बिहे गर्नु कुलको भन्छन् नि, त्यही नीति अवलम्बन गरेर आफ्नो बुढाको सुन्नु बुढाको यो धान रोप्नु होला हो। माछा पालनले यस्तो क्षेत्रहरूमा नि ए यही गलत बाटो आयो। अब यो चाहिँ अहिले एकछिनमा थाहा हुन्छ नि, थाहा भइसक्यो हाम्रो बाटो सही नै रहेछ। यहाँ मेन बाटो भेटिसक्यो। हजुर
र हामी अहिले भने यो मौरी पालन क्षेत्रमा आइसकेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यत्र तत्र सर्वत्र मौरी नै मौरी। यो बाटोभन्दा माथि बाटोभन्दा मुनि जताततै मौरी नै मौरी तपाईँहरूले देख्न सक्नुहुन्छ। र हामी मजुवा पुग्यौँ। आज मैले तपाईँहरूलाई यति मात्र देखाएँ। अर्को भिडियोमा यहाँ भइरहेको मौरी पालन कसरी पालन गरिराख्नु भएको छ भनेर म तपाईँहरूलाई देखाउने छु। त्यसै गरी हैन मह काडेको लगायतका भिडियोहरू म तपाईँहरूलाई अर्को भागमा देखाउने छु है त। आजलाई यति नै। यस्तै भिडियोको लागि चाहिँ कृपया मेरो यो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला। भिडियो हेर्दै गर्नु होला। त्यसै गरी लाइक अनि कमेन्ट गर्न पनि नभुल्नु होला है त। मलाई कुरा गर्नु चाहिँ यहाँनिर ल्याएर कुरा गर्नुपर्छ।